हाम्रो गाउँमा सियानी गरिदिनु होला कमेन्ट पनि गरिदिनु भन्न कमेन्ट नि गरिदिनु होला सबैलाई धन्यवाद छ नमस्ते साथीहरु नमस्कार सबैजनालाई वेलकम वेलकम नमस्कार फेरि पनि है अहिले चाहिँ म यतिकै घरतिरै बसिरहेको थिएँ अब दौरा सौरा बोक्न जाने भन्ने कुरा भइरह हैन अब दौरा बोक्न जाने हो करै जाऊ डाँडामा गइरहेको त्यहाँनिर के अनि घर चाहिँ यही छ हाम्रो हैन यता हाम्रो बाजेबोजूहरु गफ गरिरहनु भएको छ है यस्तो भयो कि पानी खान लाग्यो हैन पानी भनेर खाइदिएर चाहिँ बिजुले रक्सी पो खाइदिएछ कि रक्सी पो खाइदिया छन् त्यही हो कुरो अनि यो देखाउन लागेको तपाईँहरूलाई मैले के यो लालीगुराँस रे यो फुल के सेतो सेतो फुल के अस्तिकै भिडियोमा नि देखियो होला देख्न त तपाईँहरूले अनि हेर्नु न फेरि टुप्पो टुप्पोमा चाहिँ देखियो होला अलिअलि सेतो सेतो यता यस्तै छ है गाउँघरको अहिले अवस्था टक्क सर अनि हाम्रो मणिशङ्कर मन्दिर ल यहाँबाट देख्नुहुन्छ कतिको जुममा भेट्दो रहेछ है बुझ्यौ गाछाले नै भिडियो लाइभ रेडी भयो यसरी बुझ्यौ नाइ नानी क्या उतार एक्चुअली डरै बोक्न जानु पर्ला जस्तो छ अझै तँ चाहिँ डाँडा द मु होइन डाँडा द मु तारा चाहिँ सिनोवर ग्यालमै भयो बुझ्नु भयो त मम्मी सामने फ्यासी मैले क्या भयो तारा ग्यासी मुभी से आज त्यहाँ यहाँ पानी फुल भइसकेको छ यो देखाएन होला मसँग कुकुर पनि आहा है कुकुर टक्क अनि अब चाहिँ दरसर यताउति त अलि तलै हो कि जानु चाहिँ तारा लिनु के हो तिनी तेरे लो क्या भयो तारा नुहाइ त उज त तारो सिनोवर खानु गया तो बेचती नहीं था ठुलो ग्यालो देउसेल भयो ए मणिशङ्कर मन्दिर यहाँबाट चियाहरू देखिरहेको क्या अब ल्याएर त झ्याप बोलाएर झ्याप्पै आयो बाहुँदै लर्को ओढेर त्यहाँ माथि एउटा काग पनि बसिरहेको रहेछ कि है यहाँनिर काग र चाहिँ एउटा राखेको यहाँ चाहिँ हाम्रो मन्दिर ल मलाई त यो भ्लग गर्न त कि एन्ड्रोइड मोबाइलै ठिक लाग्यो कि ब्याट्री पनि मिठै हुने क्यामेरा क्वालिटी पनि के राम्रो चाहिएर अनि मान्छे चिन्यो भने नजिक चिन्यो भने बोलेको प्रश्न सुन्यो भने भइहाल्यो त के क्वालिटी राम्रो चाहियो क्वालिटी भन्ने कुरा त पछि इम्प्रुभ हुँदै जान्छ नि भनेपछि त अनि लालीगुराँस देखाइदिनु पऱ्यो लालीगुराँस के है यहाँनिर के तर दामी देखियो नि लालीगुराँस यो सबै लालीगुराँस हो ट्याक्क सर अब हाम्रो त काफल साफल पनि फल्ने बेला भयो अब यहाँ काफल देख्यो होला तपाईँहरूले होइन यो त नि फलिरह तपाईँहरूले क्या हरि भेटेको कि यहाँ छ काफल यहाँ काफल झुप्परी फल्यो कि यहाँ पनि छ है यहाँ माथि त पाक्न नि पाके त जानु त्यहाँ त यो उति के यता नि डेन्जर छ नि सबै पाकेछ उ त्यहाँ त रातो रातो त है यहाँनिर नि पाकेछ उ त्यहाँभित्र हो एउटा त चाख्नु पर्छ के हो है यहाँनिर कालै भइछ त यहाँ त
आम्मामा हामी त यहीँ मन्दिर छ अनि यहीँनिर लालीगुराँस छ कि टक्क मन्दिर प्लस लालीगुराँस दामी भगवान्लाई चढाएको जस्तै हो भने त भगवान् टक्क छिर्ने भयो नि त है। अनि यहाँ हेर फेरि यहाँ यति दामी यति राम्रो फुलेको कि झन् टुप्पाको हेर्दा क्या पक पक परेको क्या एउटा पनि फुल नझरेको अलिक ठुल्ठुलो के सबभन्दा ठुलो चाहिँ यो लाग्यो मलाई हरिफ छ कि यो। अनि यो पनि वाइल्ड दामी छ यो पनि डेन्जरै छ सबै कुरा। ल लालीगुराँस चाहिँ यहाँबाट दुइटै खिच्दिउँ है एकचोटि है यसरी यसरी खिच्दैन यसरी यहाँको चाहिँ फुलेर नि झन् सब झरिसक्यो बुढो पनि भइसक्यो के है यस्तो भइसक्यो कि कालु पनि जाने चाहिँ मसँग अनि मसँग आएको के यो। ल अब चाहिँ म सरर तल उतिमा जान्छु अनि के भन्छ त्यसपछि दौरा सर बोक्ने च्याप्चो आइहाल्ने अनि डर पनि भए म यस्तै कपडा यस्तोमा छु नि त अलि जाडो भए माथि चाहिँ मन्दिर पनि यहीँ ट्याक्क फुल पनि यहीँ है बब्बाल देख्यो नि। म चाहिँ अहिले यस्तो ठाउँमा पुरै सम्म ठाउँमा दाउरा बोकिरहेको म त कस्तो देखेँ मलाई गाउँठाउँमा बसेपछि यस्तरी काम गर्नुपर्छ है। अनि बाजे पनि भर्खरै त्यहाँ पुग्नुभयो अब म चाहिँ बोकेर नै आइसक्यो माथि। अब यी धारामा यसो पानी अलिकति चाखौँ न त है दाउरा बिसाएर के अनि जाने यत्रो रहेछ दाउराको बारी चाहिँ ठुलै छ नि है तर के यत्रो छ नि ल नाम्ली धारा 12 महिना 12 वर्ष होइन 12 सबै कुरा के हरेक वर्ष हरेक महिना हरेक बार हरेक गते डे टु डे डेली हो कि यहाँ यति ठुल्ठुलो रुख छ होइन यसरी देखाइदिन्छ यति ठुल्ठुलो रुख छ यो रुख त भाँचेर यस्तो भएर बस्यो तर यो धारा हामीले अस्ति नै सफा गरेको थियो अनि फेरि फोहोर भएछ अहिले। अनि यहाँ चाहिँ हाम्रो यो पानी हुन्छ नि यहाँको पानी चाहिँ यो ट्याङ्कीमा सङ्कलन गर्छ अनि त्यो माथि के मोटर छ कि मोटर त्यो पानी उत्यो गर्ने तान्ने त्यहाँबाट यो पाइप छ नि यो पाइपमा हुँदा हुँदै यसरी माथिबाट पो रहेछ यसरी यो माथि हुँदै 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 माथि गाउँमा पुग्छ अनि त्यहाँबाट चाहिँ ट्याङ्की छ यहाँ नि एउटा त्यहाँबाट फेरि वरिपरि यो गाउँघरतिर गाउँलेलाई सबको घरमा पानी आउँछ त्यही हो। यहाँबाट मैले खतरा फुल देख्यो ल जस्तो भयो नि जस्तो जे नि जे भयो नि हेर है त्यहाँ कता हो रे है नदेख्ने चाहिँ राम्रो ल अब कालोदेखि अलि अन्य देख्नु होला है मलाई के है पानी खाने त खाम है अलिकति धेरै त नखाने यो उकालो चढ्दाखेरि अलिकति भारी बोकेर उकालो चढ्दाखेरि त पेट दुखेको जस्तो हुने के कहाँ राखिदिनु मेरो मोबाइल यार पानी खान मन लागेको थियो यहाँ राखिदिनु पर्ने यहाँ राखिदिनु पर्ने देखाएको होइन अब हेर्नु अब तपाईँहरूले देखेन हो खुट्टाले डेन्डा चिप्लिने कि एक पसिनाले कि अनि अलिअलि हिलो लाग्यो भने हिलो सुलो यताउति भइहाल्यो भने झाँच्चो गइहाल्यो कि उकालो छ अब यहाँनिर चाहिँ कसरी छिर्ने होला भयो कि म यहाँबाट त गइन्छ यो ढुक्करी यहाँनिर अलिकति ठोकिन्छ होला कि यहाँनिर कि यहाँनिर अलिक ठोक्यो भने चाहिँ टेन्सन हुन्छ सरर मैले अघि
भनेको रुख चाहिँ यही हो अनि ठोकिन्छ कि भनेर हो कि तपाईँले हेर्नु न मलाई ठोकिन्छ कि ठोकिन्न ढुक्क जान्छु डान्स है ठोकिहाल्यो भने चाहिँ म उछिटिन्छ कि अब ठोकिन हो कट्यो कट्यो ल त्यो तल ठोकिन्छ कि जस्तो नठोकिकन आइपुग्यो यहाँ छ डाँडामा आइपुग्यो म यता माथि चौतारा जाने बाटो छ यता कत्रेनी बोराङ यता मन्दिर लालीगुराँस है अनि मलाई हेर्नु न है पसिना भइगयो कि देखाएन होला अलि अनि स्टप आइदिएको नि त्यहाँ तल यो कताबाट नि आइदिएको ल म डाइरेक्ट यहाँ माथि गएर रेस्ट गर्छु एकछिन है मेरो भोइस त्यहाँसम्म सुनाएन होला है खै अब सुनाएन जस्तो लागिरहेको मलाई अब किनभने अलिक टाढो छ नि त त्यहाँ दाउरामाथि ट्याक्क राखेको छु अनि म यता छेउमा बसेछु अलिक सुनाएन होला अलिकति भोल्युम बढाउनु इयरफोन लगाएर सुन्नु न है गर्मी भयो क्या एकछिन आनन्दरी यहाँ यस्तो देखियो अब बरु एकचोटि चाहिँ हेर्नु पऱ्यो भ्यू त ठिकै रहेछ हुन त होइन यसरी अझै यतिको देखेको भए एउटा स्ट्यान्ड चाहिँ तर मलाई आवश्यक चाहिँ लड्छ कि के गर्छ अब मोबाइल चाहिँ ल ओके अब चाहिँ म जान्छु यो मन डराउँछ तिम्रो त्यो आँखामा मैले केरा टिप्ने कार्यक्रम अनि मैले अघि टिपेर ल्याएको यो लालीगुराँस चाहिँ होइन अनि एउटा सिनेमेटिक भिडियो बनाएको थियो अनि त्यो गीत पऱ्यो त्यो गीत सुन्यो भने फेरि कपिराइट लाग्ने डर हुन्छ कि अलिक अनि अब त्यही भएर चाहिँ कुखुराको बच्चाहरू यहाँ फेरि यहाँ डिन्डर देख्यो तपाईँले भित्र के कुखुराको चल्ला ट्याक्क नानी लेडिया अब मोबाइल नर्मल चार्जर राखेको थियो मैले फोन पनि लगेन अनि म चाहिँ अहिले तिम्रो नाम के हो मेरो नाम हो लेडिया गुरु हम चाहिँ न्यू भ्लग बनायो लाइक शेयर सब्सक्राइब गरिदिनु होला हाम्रो गाउँमा शेयर नि गरिदिनु होला कमेन्ट पनि गरिदिनु भन्न कमेन्ट नि गरिदिनु होला यहाँ चाहिँ मेरो सोल्टी खोइ कहाँनिर छ सोल्टी अनि हामी चाहिँ यहाँ गाउँमा हो भोलि हामी जाने हो अनि हामी चाहिँ आज यो चाहिँ गरी अघि नै पारिरह यो त डेन्जर माथि चाहिँ एक नानी है अनि अघि नैदेखि पारिरह कोही कान्छ लड चाहिँ हामीले भ्लग बनाउन लाग्यो अनि हामी चाहिँ
घरको नजारा देखाउँला हो हामी चाहिँ यहीँ सुरु देखाउने हो अनि यता अनि नानी यहाँ म एउटा कुरा भन्छु तिमीलाई अब के यो मोबाइल यस्तरी समाएर यस्तो दुइटाले समाउने अनि के अनि उता आमालाई के आमा यो के हो भनेर सोधा है सामाली बलिएर समाउनु आमा यो के हो तपाईँले किन टिपेको यो के गर्ने हो भन है आमा यो के हो तपाईँले किन टिप्या हो यो हेर्न टिटाको पनि बाछाले ता यो के तपाईँले हातमा लिएको यो केराउ रे बाकुला 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 खान्छ खान्न बाकुला खान्छु केरा के रे के कसो रे केराउ 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 दब्बुई हामीले चाहिँ सल्टिएर घर घरै फेरि अघिको जसरी पाच्छ नभए सरी भन्नुपर्छ के गाइस फुबु तपाईँलाई के टिप्या हो यसरी यसरी टिप्यो भने देखाउने कि अलि यसरी देखाऊ है फुललाई देख्ने गरी के यहाँ कि है तपाईँले के टिप्या हो फुपू तपाईँले के टिप्या हो यहाँ चाहिँ बुक्कर छ फेरि घर घर चरा खाएर केराउ होला नि केराउ खाएर गाईहरू अनि यहाँ चाहिँ विभिन्नै छ हिँड्दा यस्तो खाएर ऊ हाँस्दा हाँस लेडिया धन्यवाद गरिरहेछ अनि यहाँ चाहिँ घर घर चल्ला गरेर म चाहिँ भित्र छुनेर आऊ भित्र यहाँ तल कता गाडी आएको थियो त्यहाँ जिप हाम्रो बाजे पक्कै त्यहाँ आइपुग्यो होला कि अनि त्यो जिपले कुरेको कि त्यहाँ लिएर आउने निर ल साथी हो आजको लागि चाहिँ यति गरौँ होला भिडियो चाहिँ अब यही होला अब गाउँको भिडियो भनेकै अब किनभने अब भोलि चाहिँ गइहाल्छ अनि आज चाहिँ लास्ट दिन हो अनि यसो सानो भए नि दाउरा बोक्न जान्छु सानो भए नि एउटा सानो भिडियो बनाएर आउनु पऱ्यो भनेर चाहिँ मैले यहाँ आउ न अनि मैले चाहिँ सानो भिडियो बनाइदिए हो त्यस्तो होइन अब त थ्याङ्क यू फर वाचिङ हो कि यहाँ आउन थ्याङ्क्स फर वाचिङ भन्यो कि अब थ्याङ्क्स फर वाचिङ भन्यो न थ्याङ्क्स फर वाचिङ आवर भिडियो अब चाहिँ बाई बाई गर्नु पऱ्यो है अब ब्लग इन्ड गर्ने कि है ल बाई बाई गाइज भन्थ्यो अब ल अबको आजको लागि चाहिँ यति नै हस्त नमस्ते जय नेपाल भन्थ्यो ल हस्त नमस्ते म हस्त नमस्ते भन्छु अनि तिमीले जय नेपाल भन्ने के है ल है त गाइज हस्त नमस्ते जय नेपाल ओके गरिदेऊ यस्तो बाई बाई